हेर्नु सो गाइस कस्तो हुन्छ स्वागत छ मेरो ब्लगमा। सो आज चाहिँ ब्लगको स्टार्ट चाहिँ यहाँ मर्निङ वाकबाट हुँदैछ। सो हामीहरू चाहिँ वाकमा छौँ। सो मेरो चाहिँ घाँटी पछाडि चाहिँ हिजो उहाँ स्विमिङ पुलमा हल्का अब भन्ने के भयो के त्यस कारणले मेरो घाँटी बस्यो। सो हामीहरू यहाँ नजिकै जाने वाकको लागि घरबाट सोधेर आछौँ। हाम्रो घर चाहिँ उता अहिलेसम्म हामीहरू यहाँ पुगेका छौँ। सोलो त ओक्सुगाई चाहिँ भ्यागुदा मरेको छ यस्तो त्यस्तै देख। ओक्सुगाई चाहिँ हामीहरू यहाँ पुगिसक्यौँ। अब यो बाटोबाट चाहिँ डाइरेक्ट हाम्रो वहाँ गइन्छ घरतिर। सो यो बाटोबाट डाइरेक्ट हाम्रो घर निकालिने हो। सोलो तै ओक्सुगाई चाहिँ हामीहरू चाहिँ ज्ञानबाडीका स्कुल पुगिसकेका छौँ। सुडाबाट यहाँ धेरै हिँडेका छैनौँ स्कुल ज्ञानबाडीका 2053 BS। ओक्सुगाई हामीहरू यहाँ पुगिसक्यौँ। ओक्सुगाई चाहिँ सूर्य पनि आइसकेको छ। सो रोड चाहिँ अब गाडीहरूले भरिन पनि थाल्यो। अब चाहिँ हामीहरू यहाँ किनारमा जाँदैछौँ। हामीले बाटो ओक्सुगाई हामीहरू चाहिँ सबै किनारमा चल्दैछौँ। जिमी चाहिँ ओक्सुगाई हामीहरू चाहिँ पुगिसक्यौँ। अब हाम्रो घर लगत्तै यहाँ चाहिँ यो भयो सुडा बजार जाने बाटो। पोखरबाट जाने बाटो ठ्याक्क पोखरी कटेजको अगाडि त हाम्रो घरि पोखरबाट जाने बाटो। अनि यो चाहिँ पुल रहेको छ, फोहोर छ धेरै, गाई हेर्न सकिन्छ। सो जिमिनी चाहिँ ओक्सुगाई हामीहरू चाहिँ घर पुगिसक्यौँ। हामीहरू चाहिँ बिहानको 5 बजी गएको थियौँ। सो अहिले टाइम कति बजी रुक्छ है। सो गाइस अहिले चाहिँ 7:20 भएको छ। 5 बज्यो भन्नाले 5 6 7 2 घन्टा 20 मिनट हिँडेर आयो हामीहरू। सोलो त अब चाहिँ हामीहरू मेरो मामु जन्मिया घर मेरो अर्को मामा घर जाँदैछन्। सोलो त यिनीहरू यति बसेर जाँदैछन्। म चाहिँ यही लुगामा जाँदैछु। म चाहिँ साइकल चलाउने छु सायद बाजेको। सोलो त ओक्सुगाई सो यहाँ चाहिँ अब हाम्रो मामा घर जाने टाइम भइगयो। आरोन र म चाहिँ यो बाटो जाँदैछौँ साइकल लग्नु, किनभने उहाँ चाहिँ हाम्रो त्यो जो अरू सबै उहाँ जाँदैछन् ऊ सानो सानो देखिँदैछ। म जुम गरेर देखाउँछु हजुरलाई। उनीहरू चाहिँ उहाँ जाँदैछन् किनभने कि उहाँ एउटा यस्तै नदी छ, ठुलो नदी छ उहाँ के जो हामी हिजो स्विमिङ पुल गएको थियौँ त्योभन्दा नि ठुलो नदी छ। त्योमा यो साइकल लग्यो भने ढुकी यहाँनिरसम्म पानी पुग्छ। सो हामीहरू चाहिँ यो बाटो जाँदैछौँ साइकल लगेर। 2 बाटो छ कि हाम्रो मामा घर जाने, एउटा त्यो बाटो खोला पर्छ अनि यो अर्को बाटो, यो बाटो खोला पर्दैन, सानो पर्छ पढे नि। सो हामीहरू चाहिँ योमा जाँदैछौँ साइकल। अब यो पनि चलाउँछु म पनि चलाउँछु। म यसलाई बसाएर चलाउन सक्छु, यो पनि मलाई बसाएर चलाउन सक्छ। सो म हजुरलाई देखाउँछु रुक्छु। सो फर्स्ट यो चाहिँ सक्छौँ एकअर्कालाई बसाएर चलाउन। बस्यो कच्ची रोड छ फेरि पनि हामी सकिहाल्छौँ। सो यसपछि म हजुरलाई मैले चला देखाउँला। पछाडि आएर पनि बस्छ आफ्नो पनि देखाउँछ। सो गाइस बाटो चाहिँ यस्तो छ। बाटो देखा त बाटो यस्तो यहाँ बाटो पातलो छ गाइस। फेरि पनि हामी एकदम चलाउन सक्छौँ। त्यति पनि उ नसोचे भइगयो। घरमा के भ्यू बनाउँदै थिएँ। सो गाइस हामीहरू चाहिँ जाँदैछौँ। यो बाटो चाहिँ लामो छ हल्का। सो गाइस हामीहरू चाहिँ मिली चलाउँदैछौँ। आधा बाटो आरोन आधा बाटो म। ल बन्द गर। आरोन र म चाहिँ यो साइकलमा आइसकेँ। अझसम्म उनी हिँड्ने वाला छैनन्। हामी झन् साइकलमा आएको थियौँ कति टाढा यहाँ छु पसिना। मैले आरोनलाई बसाएर चलाएको थिएँ नि, आरोनलाई बसाएर पुरा पसिना हामी अघि नै पुगिहाल्यो। के छ बिस्तारै छ। दुर्योधने दानं सुदीप्ति
बलङ हरल त्यस्तै ज्ञान विद्रुम भल लाडदी रिसाउने मलाई जे अहिले तम्बुको पालेर खाऊ तिमी पिटा खाने हो एक राज्यमा पुगायो आएन तुला भन्जे टाउदा पार म पेलो हुड्यो कि उसो गाइज हामी दुईले चाहिँ त्यो साइकल वहीँ छोडे अब चाहिँ हामीहरू अघिदेखि यहाँ बसेको थियौँ अब चाहिँ हामीहरू जाँदैछौँ कि अब म पनि नदीको बाटो जाँदैछु यहाँ मैले भनेको थिएँ नि यहाँ नदीमा धेरै पानी छ यी नदीमा धेरै पानी भएको कारणले हामीहरूले अघि नै अर्को बाटोबाट ल्याएको थियो साइकल गाइज अब चाहिँ हामीहरू चाहिँ उहाँ म्युजियम जाँदैछौँ अनि चाहिँ वहीँबाट उहाँ महेन्द्रनगरको बर्गर हाउसमा गएर पिज्जा र एउटा त्यो मटकामा त्यो ऊ आउँछ नि अरू पनि के ल्याउने छन् सो फर्स्ट चाहिँ हामीहरू म्युजियम जाँदैछौँ हामीहरू मतलब ल ल ल ल पिज्जा अनि चाहिँ जाने भनेको चाहिँ आन्टी म र दिदी मात्र हौँ किनभने यहाँका अरू सबै घुमिसकेका छन् अनि हामी मात्र हो कि नघुमे दिदी र म सो आन्टी चाहिँ स्कुटीमा लक्ष्मी हो हामीहरू मतलब दिदी र म चाहिँ डडेलधुरा बस्ने मान्छे हो नि अब म्युजियम यहाँ छ नि त्यहीले हामीहरू म्युजियम गएको छैनौँ कि भन्छ म सो हामीहरू जाँदैछौँ अनि आन्टीले त जानै पऱ्यो स्कुटी चलाउने आन्टी हो नि यहाँ अहिले कपडा छ सो यिनीहरू यहाँका त सबै गइसकेका छन् गोलु सिमोन गोलु मतलब साकार सुलता अब चाहिँ स्कुटी निकाल्ने जाने सो गाइस अब म हजुरलाई डाइरेक्ट म्युजियममा मिल्ला बाहिरबाट चाहिँ म्युजियम यस्तो रहेको छ हाम्रो स्कुटी यहाँ छ आन्टी र दिदी गइसक्यो अब चाहिँ म जाँदैछु सो यो स्कुटीमा आएर हावाले पुरा उभेको सो गाइस यहाँ पनि चाहिँ स्विमिङ छ तर हामीले चाहिँ हिजो पुकुर रडेलमा बसेका थियौँ स्विमिङ सो यहाँ पनि छ स्विमिङ सो गाइस हाम्रो अल टोटल बिल चाहिँ धेरै कति लाग्यो सो म्युजियम चाहिँ यहाँ स्टार्ट छ सो यस्तो रहेको छ भित्र चाहिँ सो म हजुरलाई के चिज देखाउँदैछु अरे मलाई त यो रियल लागेको थियो कोही बस्या सो यहाँ यस्तो छ म हजुरलाई सबै ठाउँ देखाउँछु ए हाम्रो साइन्स गाइस यो ठाउँबाट चाहिँ अब हामीहरू मान्छे जाँदैछौँ हो यतापट्टि पनि छ हजुर यहाँ हेर्न सकिन्छ के लेखेको छ सोह्रदै सो फर्स्टमा चाहिँ यहाँ यस्तो रहेको छ सो गाइस अनि चाहिँ यतापट्टि चाहिँ यस्तो अरू ठाउँ यस्तो रहेको छ सो यहाँ चाहिँ यस्तो बस्नेवाला छ उहाँ चाहिँ एरोप्लेन छ हामीहरू उहाँ एकछिनमा जान्दा उसो गाइस माथि चाहिँ जानु पाएन उहाँ चाहिँ बन्द छ उहाँ के नयाँ काम हेऱ्यो होला सो एरोप्लेन उहाँ चाहिँ एकछिनमा जान्ला केही छैन सो गाइस यहाँ चाहिँ अरू चिजहरू बन्दैछन् अरू चिज बन्नु पनि बाँकी छ यो उल्टा रुम बनाएको छ सो गाइस चाहिँ उल्टा रुम बनाउन खोजेको छ सेम सावर चाहिँ चल्दैन यतिको यहाँ छ नि गाइस छोयो भने चाहिँ खस्ला सो आन्टी चाहिँ यस्तो सुगाजी उहाँ चाहिँ एरोप्लेन छ सोलो त म वहीँ भेट्छु सुगाजी टिकट देखाइसक्यौँ हामीले एन्ट्री सुगाजी हेलिकप्टरमा एकछिनमा जाऊँ न फर्स्ट चाहिँ योमा जाऊँ सुगाजी म सुरुदेखि देखाउनु गरेको छु सो यता चाहिँ यो चाहिँ नक्ली लाग्छ यहाँ छ नि बटनहरू सो अनि चाहिँ यहाँ चाहिँ यत्तिकै बस्ने छ अगाडि चाहिँ यस्तो यो चलाउन पायो नक्ली उत्तिकै हो सो गाइस यहाँको चलायो उहाँ पनि चल्छ सो अब चाहिँ अरू चाहिँ यत्तिकै यहाँ फोटोहरू रहेका छन् यतादेखि उता सो
भनेपछि यहाँ चाहिँ यतिकै बस्ने सो यिनी चाहिँ आरसी प्लेनहरू साना साना रहेका छन् कन्ट्रोल पनि छ रिमोट कन्ट्रोल सो गाजी यस्तो रहेको छ सो देखाइछ त सो यहाँको तान्यो भने उहाँको पनि तानिन्छ यताउता अनि चाहिँ तल चाहिँ यस्तो यस्तो रहेको छ यहाँ चाहिँ अरू धेरै बटन रहेका छन् सो अनि चाहिँ तल चाहिँ के यहाँ गेयर बक्सहरू के रहेका छन् यस्तै यस्तै पुरा घुम्दैछ अनि चाहिँ बाहिर चाहिँ यस्तै डिजाइनिङ दिएको छ सो यस्तै रहेको छ पछाडि छन् बटन सो गाइजी यता चाहिँ यस्तो रहेको छ अनि चाहिँ यहाँबाट चाहिँ चढिने गद्दाहरू फाटेको छ पुरा यहाँको एक ह्यान्डल गायब चाहिँ सो भित्र चाहिँ के यस्तो यस्तो रहेको छ यहाँ मात्र हो सो यो के सो गाइज अब चाहिँ म चाहिँ योमा बसेको छु आन्टी र दिदी बाहिर बसिन्छ सो अङ्कल चाहिँ खाली गरेको छन् सो गाइजी आन्टी र दिदी चाहिँ यहाँ पिङ खेल्छ सो गाइज म चाहिँ यहाँ लगाएर कोही स्पिड तनुज टुट्दैन धेरै टाढ्न जाऊ पछाडि नजा बाबु डर लाग्यो सो गाइज अब चाहिँ हामीहरू बर्गर हाउस जाँदैछौँ पिज्जा अनि अरू के लिन्छ थाहा छैन सो गाइज बर्गर हाउस चाहिँ हेरेको चाहिँ यहाँदेखि माथिसम्म हामी तिनवटै आन्टी दिदी र मैले यहाँ एक्लै खानु भएन नि उहाँ गोलु सिमोन अरू पनि छन् नि उहाँ घरमा सो हामी चाहिँ पार्सल लग्ने सो यहाँ पनि छ माथि पनि छ हामीहरूले यहाँ खानलाई चाहिँ यहाँको फ्राई राइस हाफ मगाए चिकन अनि घरमा खानलाई चिज मैले चिज र चिकन एउटा पिज्जा भने अनि अर्को चाहिँ यहाँ महेन्द्रनगरको बर्गर हाउसको नाङ्लो सेट भनेको छौँ यहाँ खाने चाहिँ 3 हाफ फ्राई राइस अरू घरमा पिज्जा र नाङ्लो सेट सो गाइज आइसकेको छ हाम्रो चाहिँ दुध अनि 1 घन्टा 20 मिनट भयो सब चाहिँ हामीहरू पार्सल लिन्छौँ उसो गाइज अब चाहिँ हामीहरू चाहिँ यहाँबाट हाम्रो पिज्जा मैले अर्डर दिएँ पिज्जा चाहिँ फ्लेभर चाहिँ हामीहरूले चिकन र चिज अनि एउटा नाङ्लो सेटमा के मटका सट्का अरू पनि हुन्छ सुल त उसो गाइज अब चाहिँ हामीहरू यदि चिज र पिज्जा खान्छौँ अनि भेट्छु हजुरलाई ल त गाइज अब चाहिँ बाहिर चाहिँ राति भइसकेको छ अनि अब चाहिँ हामीहरू यहाँ सुत्नुवाला छौँ सो आजको लागि यति अब र आजको लागि मन पऱ्यो लाइक सब्सक्राइब गरिदिएर थ्याङ्क यू फर वाचिङ बाई